एभ्रिवान, मैले तपाईँहरूलाई भनेको थिएँ हल्दीको भोलिपल्ट म भिडियो हाल्छु बिहाको। तर म चाहिँ बिहामा यति बिजी हुनाले, यति टायर्ड हुनाले गर्दा म चाहिँ हाल्नै पाइनँ र सो आज चाहिँ फाइनली मैले टाइम पाएँ भ्लग एडिट गर्नलाई। त्यही भएर चाहिँ आज म हाल्नु जाँदैछु र तपाईँहरूलाई बिहामा के हुन्छ के हुँदैन सब कुछ देखाउनु जाँदैछु। अहिले चाहिँ म घरबाट फिलहालमा चाहिँ निस्किसकेको छु अनि चाहिँ म यहाँ बिहामा पुगी पनि सकेको छु र मान्छेहरू साह्रै भिड हुनुहुन्थ्यो। यहाँ हेर्न सक्नुहुँदैछ साथीको मम्मी पनि हुनुहुन्छ। मेरो पनि मम्मी नै पर्यो नि त, साथीको मम्मी हो भने त। अनि चाहिँ म फेरि साथीको रुममा जाँदाखेरि चाहिँ यहाँ रुममा पनि पुरै भिड हुनुहुन्थ्यो, मान्छेहरू हुनुहुन्थ्यो र यहाँ साथीको पनि मेकअपहरू चलिरहेको थियो। मेकअप त कम्प्लिट नै भइसकेको थियो, खालि हेयरको हुँदै थियो। फेरि क्याटरिङमा चाहिँ फुच्का र कफी थियो अनि यहाँ चाहिँ सबैजना बसिराख्नु भएको थियो मजाले गफहरू गर्दै। अनि यहाँ चाहिँ साथीको मेकअप कम्प्लिट भइसकेर चाहिँ मैले हल्का उसको सिनेमेटिक भिडियोहरू बनाइदिएँ, क्लिप्सहरू बनाइदिएँ भिडियो गरेर। भिडियो बनाइसकेर चाहिँ म एकछिन बाहिरतिर गएँ। यो चाहिँ खाना खाने तर्फतिर हो, सबैजनाले खाना खानु हुँदै थियो र म पनि खाना खानु आएको थिएँ। किनभने जन्ती आएपछि म खानु पाउँदिनँ, मलाई चाहिँ लगन्ते बस्नुपर्छ अनि फेरि खानै टाइम पाउँदिनँ नि त। त्यही भएर चाहिँ म खाना खानु आएको थिएँ र यहाँ खाना लिनु थालेको थिएँ। खानामा थियो चना, पुलाउ, भात, छोलाको सब्जी, पकौडा, सलाद, पापड, चिप्सहरू, मिस्टीहरू थुप्रै कुरा थियो। मैले त बेसी लिइनँ, आलुको सब्जी, आलुको भत्ता मतलब आलुको फ्राईहरू थियो। मैले चाहिँ लिनु पाइनँ, सबै कुछ लिइनँ मैले। अनि म त मिस्टीहरू खाँदिनँ पनि, त्यही भएर चाहिँ मैले लिइनँ। गुलियो मन पनि पुग्दैन मलाई, त्यही भएर चाहिँ लिइनँ। सो मैले चाहिँ लिइसकेको छु र यहाँ खानु बसी पनि सकेको छु। अनि चाहिँ खाना खाइसकेपछि चाहिँ मैले बाहिर आएर हेरेको त ठक्कै जन्तीवाला पनि आइसक्नु भएको रहेछ। झन् मैले चाहिँ खाना खाइसकेको थिएँ, नभए त भरे पाउँथिनँ पनि खानु। ढिलै खानु पाउनु त पाउँथेँ कि तर ढिलो खानु पाउँथेँ। अनि मैले चाहिँ यहाँ जन्तीवालाको भिडियोहरू गरेको थिएँ। बेहुला त अति नै ह्यान्डसम देख्नु हुँदै थियो नि, हाम्रो भिनाजु पनि हाम्रो। त्यसपछि जन्तीवालाहरू आइसक्नु भयो अनि त्यसपछि चाहिँ यहाँ बेहुला चाहिँ यहाँ स्टेजमा चढेर बसी पनि सक्नु भएको थियो। अब बेहुलीलाई बोलाएर चाहिँ के नियमहरू हुन्छ नि त, त्यही भएर चाहिँ यहाँ बस्नु हुँदै थियो। अनि हाम्रो दुल्हा साहब चाहिँ बेहुलीको वेटमा हुनुहुन्थ्यो। यहाँ चाहिँ बेहुली निकाल्ने बेलामै करेन्ट गइदिएर नि यस्तो अँधेरो भइदियो नि के भन्नु। तर बाहिर चाहिँ जेनेरेटर चाहिँ लाउनु भएको थियो, तर भित्र चाहिँ अलिक अँधेरो नै थियो। त्यसपछि चाहिँ बेहुली चाहिँ बाहिरसम्म आइ पनि सकेको थिए। अनि त्यसपछि चाहिँ यहाँ अब सबैजनाले गाना गाउनु थाल्नु भएको छ है, सुन्नु होला है। बाहिर त हाँसिरहेछ सबले गाना गाएको सुनेर, तर भित्र के भइरहेछ त्यो त उसलाई नै थाहा छ नि। बेहुली चाहिँ स्टेजसम्म पुगी पनि सकेको थिइन् र चढी पनि सकिन्। अब चाहिँ के नियमहरू हुन्छ, पहिला चाहिँ त्यो लोटाको पानीले चाहिँ बेहुलाको फन्को लाउनुपर्छ, पानी फ्याँक्दे। अनि त्यो फन्को लगाइसकेपछि 3 पल्ट लाउनुपर्छ नि त। त्यो भइसकेपछि चाहिँ अनि रसमहरू सुरु हुन्छ सब कुछको। यहाँमा चाहिँ जे कुरा पनि बेहुलीदेखि नै स्टार्ट हुँदो रहेछ। पहिला चाहिँ बेहुलीले बेहुलालाई टिको लगाइदिन्, त्यसपछि चाहिँ मालाहरू पनि लगाइदिइसकिन्। अनि चाहिँ सेकेन्डमा बेहुलाले फर्स्ट माला लगाइदिनु भयो अनि त्यसपछि चाहिँ टिको लगाइदिनु भयो। टिको लगाइदिइसकेपछि चाहिँ बेहुलाले बेहुलीलाई रिङ लगाइदिनु हुँदैछ। त्यसपछि बेहुलीले पनि बेहुलालाई रिङ लगाइदिन्। रिङ लगाइदिइसक्नुको बाद बेहुला बेहुली चाहिँ बस्नु भएको थियो स्टेजमा र बेहुलीको चाहिँ फुपूले यहाँ बेहुला बेहुलीको नजर उतारेर चाहिँ सबैको माथि यसरी पैसाहरू छिर्दिनु भयो, मतलब फ्याँकिदिनु भयो। अनि म चाहिँ पक्रिनु खोजेको, पक्रिनु पाइनँ नि, होसै पर्दैन भनेर चाहिँ मैले चाहिँ भिडियोहरू गरेँ। अनि फेरि फ्यामिलीपट्टिबाट चाहिँ फ्यामिली ग्रुप फोटोहरू क्लिक गर्नु थाल्नु भयो। अनि त्यसपछि चाहिँ बेहुली स्टेजबाट उत्रेर उसलाई चाहिँ भित्र लानुपर्ने थियो। अनि फेरि बेहुलीलाई भित्र लगिसकेपछि चाहिँ यहाँ सबैजनाले खोइ छिट्नु हुँदै थियो बेहुलालाई। अनि यहाँ पण्डितज्यूले पनि छिट्दिनु भयो सबैको माथि खोइ। त्यसपछि चाहिँ हाम्रो मम्मी बाबाले चाहिँ यहाँ फुच्का खानु हुँदै थियो स्वाद लिइकन। अनि बेहुला बेहुलीले बल्ल फुर्सद पाएर चाहिँ एक दुसरेलाई खाना खुवाउनु हुँदै थियो। बिहानदेखि भोका हुनुहुन्थ्यो बिचरा, बल्ल खानु पाउनु पनि सँगै बसेर खानु हुँदै थियो। अनि भित्र बेहुला बेहुलीले खाना खाउन्जेल चाहिँ मैले चाहिँ यहाँ फुच्का खाइरहेको थिएँ, कस्तो रहेछ हौ टेस्ट भन्दै खाँदै थिएँ। अनि फेरि सबैले खाइसक्नुको बाद चाहिँ सिंहासनमा बस्नु जानु हुँदै थियो। बेहुलीलाई चाहिँ बेहुलीको बाबाले बोकेर चाहिँ सिंहासन
सिंहासनमा बसाउनु ल्याउनु भयो। स्टेजमा बसिसक्नुपछि चाहिँ यहाँ टिका डालो सुरु हुन थाल्यो। हाम्रो मम्मीले फर्स्ट लगाइदिनु भयो टिका, त्यसपछि चाहिँ अरूहरूले आन्टीहरूले लगाइदिनु हुँदै थियो टिका चाहिँ। अनि मम्मीले चाहिँ मलाई पनि टिकाहरू लगाएर दक्षिणाहरू पनि दिनुभयो। अब लगन्तेले त पाउनै पर्यो नि त होइन गाइस, त्यही भएर त लगन्ते बसिन्छ नि होइन त। त्यसपछि चाहिँ के हुनु ल, सिंहासनमा बस्यो, लगन्ते बस्यो, टिका लाउँदै पैसा थापेर बेगमा हाल्दै गर्यो नि के गर्नु गाइस, त्यही त हो काम होइन र। अनि यहाँ चाहिँ बहिनीले चाहिँ जुम गरेर भिडियो बनाउँदै थिइन् अनि म चाहिँ यहाँ पोस्ट गरिदिँदै थिएँ हाँस्दै। अनि फेरि चाहिँ यहाँ बेहुलीको मम्मी बाबाले चाहिँ बेहुलीको खुट्टा धोएर पानीहरू पिउनु भयो। त्यस पछाडि चाहिँ बेहुलीको हजुरबा हजुरआमाले पनि यहाँ खुट्टा धोएर पानीहरू पिउनु भयो। सबै भइसकेर चाहिँ यहाँ बेहुलीलाई चाहिँ अब मण्डपमा लानु पर्ने थियो, त्यही भएर चाहिँ उतार्दै चाहिँ हामी स्टेजबाट। अनि यहाँ चाहिँ साथीलाई मैले उहाँ मण्डपसम्म नै छोड्नु गएँ अनि उसलाई चाहिँ उहाँ बसाएर चाहिँ म चाहिँ साइडमा आएँ। अनि मण्डपमा पुगिसकेर बस्नुको बाद चाहिँ यहाँ नियम रीतिहरू सुरु भयो। पहिला चाहिँ पूजाहरू हुँदै थियो, के हवन कुण्डमा के हाल्दै पूजा गर्नुपर्छ, त्यसपछि त्यो पूजा भएर चाहिँ हुन्छ। यहाँ चाहिँ बेहुलीले दुबो सुपारीहरूलाई पूजा गर्दै थिइन् अनि यहाँ बेहुलाले चाहिँ यहाँ पैसामा अक्षता छिर्किँदै के मन्त्रहरू गर्नुहुँदै थियो गुरुजीले चाहिँ। त्यो हवन कुण्डको सबै पूजा भइसकेर चाहिँ यहाँ छोरीको कन्यादान गर्नुपर्ने आमा बाबाले, त्यही भएर चाहिँ यहाँ छोरीको कन्यादान गरिदिनु हुँदैछ। रसम रीतिहरू हुँदैछ कन्यादानको। अङ्कल त साह्रै रुनु हुँदै थियो, कस्तो मनमा पीडा मान्दै रुनु हुँदै थियो। आन्टीले पनि पुरा मन दुखाइराख्नु भएको थियो। कन्यादान भइसक्नुपछि चाहिँ यहाँ पोते लाउने पाली आयो र यहाँ बेहुलीलाई पोते पनि लगाइदिनु भयो। पोते लगाइसकेपछि चाहिँ स्टेजबाट उत्रेर चाहिँ मण्डपतिर जानु थाल्नु भयो। त्यसपछि चाहिँ यहाँ 7 फेरा आउनु थाल्यो। 7 फेरा पनि त्यसै हुँदैन नि गाइस, यो पनि एउटा 7वटा वचन लिएर हुन्छ। बुढाबुढी साथमा बस्ने एउटा वचन लिएर हुन्छ नि गाइस 7 फेरा पनि है। मलाई त यति केही थाहा छैन बिहाको बारेमा, जति थाहा छ त्यति नै भनिदिएको छु है। 7 फेरा लिइसकेपछि चाहिँ फेरि यहाँ के खोइहरूले पूजाहरू गरेर 7वटा यो खोइ बनाएर पैसा माथि राखेर फुलहरू चढाएर चाहिँ यहाँ पूजाहरू गर्नुभयो। पूजाहरू गरिसकेर चाहिँ त्यसपछि चाहिँ बेहुली बेहुलालाई लुगा फेर्नु जानुपर्ने थियो। बेहुलाले चाहिँ ससुरालपट्टिको लुगा र बेहुलीले चाहिँ ससुरालपट्टिको लुगा, दुईजनाले ससुरालपट्टिको लुगाहरू लाउनुलाई चाहिँ अब चाहिँ जानुभयो तल लुगा फेर्नलाई। बेहुली लुगा फेर्न जानुभयो, त्यही भएर चाहिँ म चाहिँ एकछिन उत्रेँ अनि म र बहिनी आएर यहाँ एकछिन डान्सहरू गरेँ। म तल आएर हल्का अब रमाइलो गर्नु पर्यो नि त, म बिहामा पनि बसिराखेर त भएन, हल्का रमाइलो पनि त हेर्नु पर्यो। ससुराली टेकेपछि साली मन पर्यो, ससुराबा मलाई साली मन पर्यो, लाउन ससुराबा मलाई साली मन पर्यो। सकिसकेपछि चाहिँ यहाँ बेहुलीबाट आयौँ हामी चाहिँ। यहाँ चाहिँ रेडी हुँदै रहेछौँ चाहिँ बेहुलापट्टिबाट जे दिनुभएको थियो सबै लगाउनुपर्छ नि त, 16 श्रृङ्गारै गर्नुपर्छ। माइतीको चाहिँ केही लगाएर बिहा गर्नु हुँदैन नि त, त्यही भएर सबै यो बेहुलापट्टिबाट दिएको चाहिँ सबै लाएर रेडी हुँदैछिन्। अनि यहाँ चाहिँ हाम्रो बेहुली रेडी पनि भइसकेको छ नि, हेर्न सक्नुहुँदैछ उसको लुक्सहरू। अनि बेहुलीलाई लिएर चाहिँ माथि मण्डपमा जाँदै थियौँ अनि यहाँ चाहिँ बेहुलीको हजुरबा नाचिराख्नु भएको रहेछ, त्यही भएर चाहिँ मैले यहाँ भिडियोहरू बनाइदिएँ।
त्यसपछि चाहिँ बेहुला बेहुली नै मण्डपमा आएर बस्नुभयो। अनि पण्डितजीले भन्नुभयो बेहुलीको साथीलाई बोलाउनु, यहाँ मण्डपमा बस्नुपर्छ, हल्का पूजाहरू गर्नुपर्छ भन्नुभयो। त्यही भएर चाहिँ म यहाँ आएर बसेको छु पण्डितजीको कुराहरू सुन्दै। कन्यादान दिएपछि एउटा गौदान हुन्छ, त्यो भइसकेको छ, तपाईँले टिकाको पूजा भइसकेको छ। गौदान पनि फेरि कस्तो हुन्छ भने एउटा गोठको बाछी गौदान हुन्छ। अब गोठको बाछी छैन, लानु अप्ठ्यारो छ, टाढा छ भने गोठकोबाट गरिन्छ। अनि पूजाहरू भइसकेपछि चाहिँ यहाँ पण्डितजीले भन्नुभयो माइतीबाट हेर्नु हुँदैन सिन्दुर लगाएको, यहाँ केटी बेहुलीकै साथी चाहिन्छ भनेर चाहिँ यहाँ मैले चाहिँ पक्रिरहेको थिएँ। अनि एकजना बहिनीले पनि पक्रिरहेको थिइन्। अनि यहाँ चाहिँ सिन्दुर लगाइदिनु हुँदै थियो बेहुलाले चाहिँ। भन्नु त हुँदैन कि गाइस, तर हाम्रो साथीलाई चाहिँ साह्रै राम्री देखिँदै थिइन्। सिन्दुर लगाएर चाहिँ उसको कस्तो राम्रो खुल्यो क्या, राम्रो देख्यो उसलाई चाहिँ सिन्दुर लगाएर। अब चाहिँ सुरु भयो एक जग्गाबाट दोस्रो जग्गा सार्नुलाई, बेहुलीलाई बोकेर चाहिँ उतापट्टि बेहुला बस्नेपट्टि चाहिँ सार्नु पर्ने थियो, त्यही सार्नु हुँदै थियो। अब चाहिँ रसम सुरु हुन थाल्यो। बेहुलीले चाहिँ बेहुलाको खुट्टा ढोगेर अब हात उसले फैलाएर माग्छिन् पैसा, कतिसम्म दिनु सक्नुहुन्छ। जब तक बेहुली उठ्दिनन् तब तक पैसा चाहिँ देखेको देखेकै गर्नुपर्छ। र मेरो साथी चाहिँ उठेको नै थिएनन्, जब तक बेसी दिनु हुँदैन तब तक उठ्दिनँ भनेर चाहिँ ऊ चाहिँ थापेको थापे, मागेको मागे थिएँ। अनि बेहुलाको चाहिँ हेर्ने लायक अनुहार भएको थियो, हाँसे हुनुहुन्थ्यो। ला अब म के गर्नु भन्दै हो। त्यसपछि यता चाहिँ पैसा दिक्कोदै हुनुहुन्थ्यो। अनि साथीले चाहिँ हात फैलाएको फैलै, मागेको मागेकै थिइन्। त्यसपछि चाहिँ बेहुलाको पैसा दिँदा पकेट नै खाली भइसकेको थियो। पकेट खाली भइसक्यो भनेर चाहिँ बेहुलाको बाबाले गएर चाहिँ फेरि हातमा पैसा हालिदिनु भयो। त्यसपछि फेरि दिनुभयो। अनि चाहिँ बल्ल उठ्यो हाम्रो साथी चाहिँ, कम चलाक छैन नि हाम्रो साथी पनि फेरि। आम्बो अब चाहिँ पालो आयो बेहुलाको हात पक्रेर चाहिँ बस्नु भनेर। अब चाहिँ बेहुला पनि नमान्ने अरे, बस्दै बस्दिनँ, तिमी पनि नउठेको होइन, म पनि बस्दिनँ भन्नुभयो। त्यसपछि चाहिँ लास्टमा चाहिँ बस्नुभयो। अब चाहिँ रसम आयो दही खुवाउनुको। यसमा चाहिँ एक दुसरेको जुठो खुवाउनु पर्छ अरे, कसले फर्स्ट खुवाउनु हुन्छ है हेर्दै जानु होला है। रसम आयो जुवा खेल्नेको, कसले जित्नुहुन्छ हेर्दै जानु होला। र यो जुवामा चाहिँ जो हार्नुहुन्छ उसको चाहिँ हार, जो जित्नुहुन्छ उसकै चाहिँ रात चल्छ अरे नि त। त्यही भएर चाहिँ यो खेलाहरू हुन्छ क्या। खेल्नु हुँदैन अगाडिदेखि। साथीलाई चाहिँ भिनाजुको साह्रै नि माया लागेर चाहिँ आफै लगाइदिनु फेरि घरि होस् है म त लगाइदिन्छु भन्दै। अनि सबै रसमहरू सकिसकेपछि चाहिँ यहाँ चाहिँ आरती सुरु भयो। र यहाँ सबैजना उभिएर थपडी मार्नु हुँदै थियो। आरतीमा त बसिराख्नु हुँदैन नि त, आरती हुँदाखेरि उभिनुपर्छ। त्यही भएर हामी सबैजना उभिएर चाहिँ आरतीको गानाहरू सुनिरहेका थियौँ। अनि त्यसपछि चाहिँ यहाँ फ्यामिली आएर पनि आरतीहरू गर्नुभयो बेहुला बेहुलीसँग। यहाँ सबै फ्यामिली मिलेर पनि आरती गर्नुपर्छ अरे नि त, त्यही भएर चाहिँ आरती हुनु थाल्यो। आरती सकिसकेपछि चाहिँ बेहुला बेहुली हवन कुण्डको गोलो चक्कर लगाएर चाहिँ अब चाहिँ जानुभयो तलतिर। अब चाहिँ बिहा सम्पन्न भयो। अब चाहिँ दुईजना एक दुसरेको डोरीमा बाँधिदिनु भयो। बिहा सकिसकेर चाहिँ हामी तल आएर हेरेको थिएँ, केटाहरू त पुरा बाइकमाथि चढी चढी नाच्दै रहेछन्, हेर्दै जानु होला है।
त्यसको बाद चाहिँ रातिको बिहा यहीँसम्म थियो। हामीले रमाइलो गर्दै नाच्दै बितायौँ। अब चाहिँ बिहान बिदाई हुनेछ र भिडियो बहुत लामो भयो भनेर अब अर्को भिडियोमा भेटौँला बिदाईमा। बाई बाई।